नमस्ते, 안녕하세요. कानाडा एजुकेशनल कन्सल्टेन्सीबाट म सन्दम राज फेरि उपस्थित भइसकेको छु तपाईहरुमा चाहिँ यो भन्दा अगाडिको भिडियोमा तपाईलाई मैले फुल तपाईको रिडिङ र लिसनिङ सेट मैले तपाईहरुलाई अपलोड गरिदिएको थिएँ भने त्यसपछिको भिडियोमा चाहिँ मैले तपाईहरुलाई रिडिङको चाहिँ सेटको चाहिँ रिडिङको चाहिँ तपाईहरुलाई मैले सल्भिङ भिडियो हाल्दिएको थिएँ भने बाँकी रहेको थियो लिसनिङ, त्यो लिसनिङको पनि आज चाहिँ मैले सल्भिङ भिडियो लिएर आएको छु। तपाईहरुलाई यहाँनिर अलिकति कन्फ्युजन भएको कुराहरु कमेन्ट गर्नुभएको थियो, लिसनिङको पनि भिडियो लिएर आउनु सर भन्नुभएको थियो। त्यसैले गर्दाखेरि मैले तपाईहरुमा चाहिँ आज लिसनिङको भिडियो लिएर आएको छु। हेरौँ, सुनौँ र बुझौँ कहाँनिर तपाईहरुलाई कन्फ्युजन भएको छ त्यसलाई चाहिँ आज दूर गर्नतिर अगाडि बढ्नु है त। ल, ध्यान नगरी अब हामी अगाडि बढ्छौँ है। 21번 공공장소 ओके, यहाँ 공공장소 भनेर भनेको छ। यहाँनिर के छ, 21 दिनको 24 मा चाहिँ 트른것을 고르십시오 भनेको छ र 21 मा चाहिँ के भन्ने भन्दा 공공장소 भनेर भनेको छ। भनेपछि 공공장소 भनेको चाहिँ 1 नम्बरमा छ, त्यसैले एन्सर यो भइसक्यो। 공공장소 भनेको चाहिँ के हो त नेपालीमा अर्थ, त्यसको अर्थ पनि म लेखिदिन्छु। सार्वजनिक ठाउँलाई चाहिँ 공공장소 भन्छ। ठाउँ है, सार्वजनिक ठाउँ। 공공 भन्ने बित्तिकै साझा भन्ने हुन्छ, सार्वजनिक भन्ने हुन्छ है। सार्वजनिक जुन चाहिँ के हो त 공중 पनि भन्छ है त। ल, अनि त्यसपछि 2 मा छ नोयाक छासक भनेर भनेको छ। नोयाक भन्ने बित्तिकै तपाईको नोरेङ भनेको वृद्धहरू भयो हैन, याक भनेको याखान, त्यसपछि छासक भनेको सिट भनेपछि बुढापाका अलिकति अशक्तहरूको लागि छुट्याएको सिट हो यो। वृद्ध हैन। त्यस्तै गरी याक भनेको यो नो चाहिँ नोइन भयो। याक भनेको चाहिँ या खाता भनेको कमजोर हुनु हो, अशक्त हुनु, कमजोर हुनु भन्ने हुन्छ, त्यसको याक भयो यहाँ हैन। त्यसपछि छासक भनेको चाहिँ सिट हो। त्यसै वृद्ध अथवा कमजोरको सिट भन्ने बित्तिकै के हो त यो, यसलाई चाहिँ ठ्याक्क भन्दाखेरि अब आरक्षण सिट भन्छ क्या, आरक्षण सिट। ल, आरक्षण सिट छुट्याएको हुन्छ नि, जस्तै हाम्रो पनि बसमा हुन्छ, जस्तै तपाईको महिला सिट भनेर छुट्याइ हुन्छ, अनिखेर अपाङ्ग सिट भनेर छुट्याइ हुन्छ। त्यस्तै गरी बढी उमेर भएको वृद्धहरूको लागि भनेर वृद्ध सिट भनेर छुट्याइदिएर आउँछ हैन। भनेपछि त्यो चाहिँ के हो त नोयाक छासक हो। त्यसपछि अर्को खोङजुङ थोतक भनेर भनेको छ। खोङजुङ थोतक भनेको, खोङजुङ भनेको अघि भर्खरै मैले लेखिदिसकेँ तपाईहरुलाई यहाँनिर सार्वजनिक भनेर, थोतक भनेको चाहिँ नैतिकता भन्ने हुन्छ। त्यसैले सार्वजनिक नैतिकता, सामाजिक नैतिकता भनेको के सार्वजनिक नैतिकता है। त्यस्तै गरी छुछा भनेको पार्किङ, खुयक भनेको क्षेत्र, छुछा खुयक भनेको के हो त पार्किङ क्षेत्र भनेको यो पार्किङ क्षेत्र। ओके, हामीले एन्सर पनि पत्ता लगाइसक्यौँ र यसको अप्सनको पनि मिनिङ लेखिसक्यौँ भने अब हामी 22 मा जान्छौँ। 22 मा के भन्छ त्यो सुन्नु है त। 22번 사람들이 있습니다. 사람들이 있습니다 भन्यो है, मानिसहरू छ भनेको छ। फेरि सुनौ, 사람들이 있습니다. ओके, मानिसहरू छ अरे। अब कहाँ छ 사람들이 있습니다 भनेको 3 नम्बरमा छ, साम्बनमा, त्यसैले एन्सर यही भइहाल्यो है त। भनेको 사람들이 있습니다 भनेको उत्ता भनेको हाँस्नु, उत्ता भनेको हाँस्नु हो है। मानिसहरू हाँसिरहेको छ अरे। अब यसको अपोजिट मिनिङ उल्दा भन्छ, उल्दा भनेको चाहिँ रुनु हो है। ल, र 2 मा के छ 사람들이 없습니다 मानिसहरू छैन भनेको छ। अप्ता भनेको नहुनु है, अप्ता नहुनु, मानिसहरू छैन भन्दैछ। त्यस्तै गरी सामान भइसक्यो 있습니다, इता भनेको हुनु हैन, इता भनेको चाहिँ हुनु, हुनु जसको मोफिममा के हुन्छ त खेसिदा हुन्छ नि त हैन, हुनु। त्यसपछि 사람들이 갔습니다 मानिसहरू गयो भनेर भनेको छ। खादा भनेको जानु, यसमा पास्ट टेन्स भएर तपाईको सिम्पल पास्ट लागेको छ, आत अत यत अनिखेर सुम्निदा लागेको छ। खादा भनेको जानु हो, मानिसहरू गयो भनेर भनेको छ हैन। यसमा चाहिँ अहिले भनेको चाहिँ के थियो, 사람들이 있습니다 थियो, त्यसैले हाम्रो एन्सर 3 हो। अब हामी 23 मा प्रवेश गर्छौँ है त।
ओके 23 मा सुनौँ अब के भनेको छ 23번 한국에서는 지하철에서 할아버지 할머니를 보면 자리를 양보해야 합니다. ल कोरियामा चाहिँ हजुरआमा हजुरबुवाहरूलाई देख्यो भने चाहिँ सिट चाहिँ खाली गरिदिनुपर्छ भनेर भनेको छ है त फेरि सुन्नु 한국에서는 지하철에서 한국에서는 지하철에서 भन्छ कोरियामा चाहिँ सबवे ट्रेनमा 할아버지 할머니를 보면 할아버지 할머니를 보면 हजुरबुबा हजुरआमालाई देख्यो भने भनेको छ 자리를 양보해야 합니다. 차리를 양보해야 합니다 भनेको सिट छोडिदिनुपर्छ भनेको छ है 양보하다 भनेको खाली गरिदिनुपर्छ भनेको जस्तै तपाईँ बसिरहनु भएको छ भने तपाईँले छोडिदिनुपर्छ क्या छोडिदिनुपर्छ भनेको छ है छारी भनेको के हो त सिट छारी भनेको सिट अथवा ठाउँ तपाईँले चाहिँ ठाउँ अथवा सिट चाहिँ छोडिदिनुपर्छ अरे हजुरआमा हजुरबुवाहरू उमेरको समूहलाई देख्नुभयो भनेपछि ल एन्सर कति हो त भन्दा यहाँ चित्रमा हेर्ने आफूभन्दा तपाईँको छियाछलमा चाहिँ छियाछल भनेको छ छियाछल हेर्ने यो पनि अब छियाछलमा पनि समाउने हुन्छ तर यसमा के कुरा गर्यो भन्दा हजुरबुवा हजुरआमाहरूले देख्नुभयो भने चाहिँ तपाईँले सिट चाहिँ खाली गरिदिनुपर्छ भनिसकेपछि हामीले हेरौँ त यहाँनिर के भन्छ चियङ आ भनेर भनेको छ त्यो चाहिँ नामले बोलाएको छ नामले बोलाउनु पनि हुँदैन भन्ने हो यो कोरियाको शिष्टाचारभित्र पर्ने कुरा हो होइन यो चाहिँ नामले बोलायो भने हुँदैन यो अशिष्ट हो त्यसपछि अर्को यहाँनिर ठुलो स्वरले आवाजहरू निकाल्ने मोबाइल चलाउने मानिसलाई डिस्टर्ब गर्नु पनि हुँदैन होइन खोङुङ साङसोमा त्यो पनि गइरहेको छ अनि यो थारीहरू को आन्ता भनेको छ तपाईँको भनेको छ होइन त्यो के अरे चढाएर बसेको छ त्यसलाई चाहिँ थारी को आन्ता भन्छ चढाएर राख्नु खपेर राख्नु होइन अब सावामा छ एन्सर चाहिँ यो यहाँ बुढी आमा हुनुहुन्छ यो छियाछल बसिरहेको छ अनि ऊ यहाँ बसेको अब उहाँ देख्ने बित्तिकै उसले चाहिँ सिट छोडिदिएको छ भनेपछि हाम्रो छङ्दा बदेको त सावन भयो हामी अगाडि बढ्दा हुन्छ होला है त ओके ओके 24 मा अब के छ 24 को सुनौँ है त 24번 고객님 ग्राहकज्यू भन्दैछ खोङनिम खोगेक भनेको चाहिँ ग्राहक निम भनेको चाहिँ अलिकति त्यहाँ रेस्पेक्ट गरेर जिउ भनेको हो क्या जस्तै हामीले चाहिँ फुम निम भन्छौँ यङ निम भन्छौँ होइन निमले चाहिँ जिउ भन्ने जनाउँछ कोरियनमा निमले चाहिँ जिउ भन्ने हो जिउ भनेर अलिकति रेस्पेक्ट गर्दाखेरि जस्तै साजाङ भनेको मालिक हो त्यसमा निम लाएर साजाङ निम बनाउँछ कि साजाङ अनि निम अब फुमो भनेको बुबाआमा हो फुमो निम बुबाआमा हजुर जिउ भनेको होइन यङ भनेको दाई हो यङ निम भन्छ क्या दाई हजुर भनेको यो चाहिँ यस्तो आयो होइन यङ निम भनेको दाईलाई त्यस्तै गरी अब उनीहरूले छोराहरूलाई अलिकति छोरीहरूलाई पनि अलिकति माया उनीहरू अलिकति माया गरेर अलिकति रेस्पेक्ट गर्ने भावनामा उनीहरूलाई पनि निम लाउँछ जस्तै आदुललाई चाहिँ उनीहरूले आदुललाई आदु निम बनाउँछ त्यस्तै गरी छोरी छ छोरी भनेको ताल हो तानिम बनाउँछ यसरी छोरी हजुर मेरो छोरी भनेर अलिकति माया गरेर भन्दाखेरि अलिकति रेस्पेक्ट गरेर भनेको जस्तै अलिकति त्यसरी कुरा गर्ने गर्छ ल भने चाहिँ कोगेङनिम भनेको थियो अरू सुन्नु अत्तन मुन्जेगा इस्युसेयो कस्तो समस्या छ के समस्या छ भन्ने छ होइन मुन्जे भनेको समस्या के समस्या छ भन्दै छ अत्तन मुन्जेगा इस्यु세요 भन्दैछ 노트북 화면이 안 나와서요. ल नोटबुक 화면이 안 나와서요 भनेर भनेको छ ल्यापटपको चाहिँ तपाईको स्क्रिन चाहिँ आकै छैन भनेको छ है नोटबुक भनेको चाहिँ ल्यापटप हो ल्यापटपको वाम्यन भनेको चाहिँ स्क्रिन है
आन्न आउँदा भनेको नन आउनु त्यहाँनिर स्किनमा केही पनि देखिएन भन्ने कुरा जनाउँदैछ उसले 네. 언제 구입하셨지요? ने अन्जे खुइप हास्यच्यो भन्दैछ हजुर कहिले किन्नुभयो भनेर भनेको छ हैन खुइप हादा भनेको किन्नु खुइप हादा भनेको किन्नु त्यस्तै गरी सादा भनेको पनि किन्नु हैन त्यसपछि खुमे आदा भनेको पनि किन्नु खरिद गर्नु है त यो सबैले चाहिँ किन्नु अथवा खरिद गर्नु भन्ने अर्थ दिन्छ खुइप हास्यच्यो भनेको चाहिँ यसलाई खुइप हादालाई चाहिँ फेरि नोफिमा लागेको छ सिउसी लाएर यसलाई चाहिँ बनाएको छ कसरी भन्दा खुइप हादालाई चाहिँ खुइप हासिदा बनायो अनि कहिले किन्नुभयो भन्दाखेरि यहाँमा चाहिँ खुइप हासिदा बनाएर हासी भएपछि यस कहिले किन्नु भएको भनेर सोध्दैछ अन्जे खुइप हास्यच्यो भन्दैछ हैन 고객님, 어떤 문제가 있으세요? कस्तो समस्या छ अरे 노트북 화면이 안 나와서요. 네. 언제 구입하셨지요? हजुर कहिले किन्नु भएको थियो भन्दैछ अब यहाँ दुईजना काम गर्दैछ यति बेला त यिनीहरू खोगिङ पके पनि होइन हैन यिनीहरू चाहिँ के हो त सहकर्मीहरू होला हैन यिनीहरू चाहिँ छिङ्गो होला थोङ्ने होला सहकर्मी हैन सँगै काम गर्ने अब यहाँनिर के देखा छ उसले अब यहाँ बसेको छ ऊ यहाँनिर देखाउँदैछ ल्यापटप यसमा केही पनि चित्रहरू देखेको छैन हैन भनेपछि यहाँनिर के छ त केही नदेखिसकेपछि यही हो एन्सर अब यहाँनिर हेर्दा पनि ल यो पनि हो कि जस्तो लाग्छ तर यहाँनिर त हेर्नु त चित्रहरू छ नि है भनेपछि यहाँ त के भन्छ स्किनिङ केही पनि भएको छैन सादा छ भन्ने कुरा गर्दैछ स्किनमा केही पनि छैन आएको छैन भनेर भनेको छ नि त हैन तर यहाँ त आइरहेको छ हैन त्यस्तै गरी अब यहाँ त कफी खाँदैछ यिनीहरू कफी ल्याउँदैछ भनेपछि त यहाँ त पुरै मिलेन भनेपछि के हो त एन्सर हाम्रो इभन है अगाडि बढ्दा हुन्छ होला अब 25 मा जाउँ ल 25 देखिको 29 सम्म चाहिँ के छ थामल थुतको तलको सुनेर खुरिमे हल्माजुन थाबुल खोरिसिप्से भनेको छ चित्रमा चाहिँ एकदमै मिल्ने चाहिँ जवाफ चाहिँ छान्नुहोस् भनेको छ है त अब 25 मा के भनेको छ भने यी सारामुन यो मानिसले चाहिँ मोसुल हागो सुन्निका के गरिरहेको छ यो मानिसले के गरिरहेको छ अब ध्यान दिएर सुनौ 25번. 이 사람은 무엇을 하고 있습니까? 이 사람은 무엇을 하고 있습니까? 1번, 줄을 서고 있습니다. 줄을 서고 있습니다. भनेको 1번मा भनेको 줄을 서다 भनेको लाइनमा उभिनु हो. लाइनमा उभिनु. लाइनमा उभिरहेको छ अरे. अब छुल भनेको चाहिँ लाइन हो. लाइन. त्यसरी डोरी. अर्को रेती पनि हुन्छ है. रेती तपाईको त्यो चिल्ल्याउने हुन्छ नि धारसा लाउने रेतीलाई पनि छुल भन्छ हैन. त्यसको बहु अर्थहरू छन्. छुरुल सगो सुविधा भनेको लाइनमा उभिरहेको छ हेर्नु त. लाइनमा उभिएको छ यहाँ पुरै ढकलिरहेको छ. लाइनमा उभिएर त दाँत किटिक यस्तो किटिक गरी छिर्दैन नि त हैन. सुनौ. 줄을 서고 있습니다. ओके लाइनमा उभिरहेको छ. 2번, 주차를 하고 있습니다. पार्किङ गरिरहेको छ भनेर भनेको छ. 주차하다. पार्किङ गर्नु हैन. पार्किङ गरिरहेको छ अरे. यहाँ गाडी छैन पार्किङ गरेको छैन भनेपछि यसलाई पनि छोड्दिउँ. 주차를 하고 있습니다. 3번, 새치기를 하고 있습니다. 새치기를 하고 있습니다. 세치기를 하고 있습니다 먼저. 세치기를 하다 भनेको चाहिँ लाइन मिच्नु हो. यो चाहिँ लाइन मिच्नु. लाइन मिचिरहेको छ भनेको छ चित्रमा. त लाइन मिचेको छैन. ओ यसरी लाइनमा बसिरहेको छ. ऊ ढकलेर भित्र छिरिरहेको छ. एकदमै बल जबरजस्ती गएर तन्के बल लागिरहेछ भनेपछि एन्सर चाहिँ के हो त? साम्बर हो. सेसिकिरुल हागो 있습니다 हैन. 4번, 음식을 먹고 있습니다. 음식을 먹고 있습니다 भनेको रहेछ.
음식을 먹다 भनेको शिक्षा를 하다. के हो त यो? खाना खानु. ल उम्सिकसँग चाहिँ मक्ता हुन्छ, शिक्षासँग चाहिँ आधा हुन्छ. शिक्षारुल मक्ता कहिले पनि हुँदैन है. तपाईहरुले कतैतिर देख्नुभयो भने शिक्षारुल आधा लागो छ भने कतैतिर यो मिल्दैन है त. यो तपाईहरुको यो के रे फेसबुकतिर बनाएर टिचरहरूले हालिरा हुन्छ हैन. कति मिस्टेकहरु पनि आइरा हुन्छ अनि विद्यार्थीहरु टाउको दुखाइरा हुन्छ. त्यस्तो धेरै टाउको नदुखाउनु होला है. बाहिरतिरको अलिक मिस्टेकहरु पनि हुन्छ. अलिकति चुज गरेर तपाईहरुले छनौट गरेर चाहिँ अध्ययन गर्नु होला. जसले गर्दा तपाईलाई सजिलो हुन्छ बुझ्नलाई. यो टाउको दुख्ने पनि कम हुन्छ क्या त्यसले गर्दा. भनेपछि शिक्षारुल मक्ता नभएर शिक्षारुल आधा हुन्छ, उम्सिकुल मक्ता हुन्छ है त. उम्सिकुल आधा नभएर उम्सिकुल चाहिँ मक्ता हुन्छ. यो दुई ठाउँमा फरक छ. ल अर्थ एउटै हो तर लेख्ने बेला यसको भब प्याटर्न चाहिँ फरक छ. भनेपछि हामी 26 मा जान्छौँ. 이것은 무엇입니까? यो के हो हेरौँ है त. 음식을 먹고 있습니다. 26번. 이것은 무엇입니까? 이것은 무엇입니까? 1번. 지갑입니다. 지갑입니다. 지갑입니다 भन्यो एकमा हैन. 지갑 भनेको पर्स. 지갑입니다 पर्स हो भन्दैछ. 2번. 모자입니다. मोजा입니다 टोपी हो रे. मोजा भनेको टोपी. टोपी हो भन्दैछ हैन. मोजा भनेको टोपी पनि हो र अर्को चाहिँ के हो त आमा छोरा पनि हो. आमा छोरा पनि हो है. 모자입니다. यो मोजा हो त छाता हो हैन. छातालाई के भन्छ त्यो सान. 우산입니다. 우산입니다 भन्दैछ. 우산입니다. उसानिमिदा भनेको छ छाता हो रे है. भनेपछि एन्सर हामीले पत्ता लगाइसक्यौँ. सामानमा छ छाता हो. छातै छ चित्रमा पनि. भनेपछि अगाडि बढौँ. 4번. 가방입니다. 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 झोला हो रे. 가방 झोला. ल भनेपछि हामी अब 27 मा प्रवेश गर्दैछौँ है त. 27번. 이 남자는 무엇을 합니까? 이 남자는 무엇을 합니까? ल यी नामजानुन मुअसुल हाम्निका भन्दैछ. यो केटाले चाहिँ के गर्दैछ भनेर भन्दैछ. सुनौँ ल. 1번. 빨래를 합니다. 빨래를 합니다. पाल्लेरुल हाम्निदा भनेको छ कपडा धुदैछ अरे. पाल्लेरुल हाम्निदा भनेको कपडा धुदैछ. कपडा धुदैछ अरे. कपडा धुइरहेछ त नुहाइरहेको छ नि त हैन. नुहाइरहेकोलाई चाहिँ के भन्छ त त्यो हेर्नु पर्यो नि त. 2번. 샤워를 합니다. 샤워를 합니다. 샤워를 합니다. 샤워하다 भनेको शावर लिनु भनेको यो. 샤워를 합니다. 합니다. जसलाई चाहिँ 목욕을 합니다 पनि भन्छ हैन. 샤워를 합니다 भनेको 샤워하다 लेख्नु भयो चाहिँ मैले. ठिक छ. 목욕을 합니다 भनेको नुहाइरहेको छ. 샤워하다 अथवा 목욕하다 भनेको नुहाउनु हैन. अब यता नुहाउनु भयो. अब नुहाउने त्यो साबुनलाई चाहिँ के भन्छ भन्दा नुहाउने साबुन. ल अब यहाँ फिजहरू छ. फिजहरूलाई के भन्छ त खपुम भन्छ नि. खपुम हैन. खपुम भनेको के हो त फिज. फिज हो. ल
अब यहाँनिर यो नुहाउने मेसिन छ जुन यहाँ आउँछ यसलाई चाहिँ के भन्छ भन्दा स्यावगी भन्छ है त यो स्यावगी हो पानी आउने सावर हैन त्यसलाई के भन्छ स्यावगी भन्छ ओके ल भनेपछि अब यो नुहाउने कोठालाई चाहिँ के भन्छ त यहीँबाट बनेको शब्दहरू त छ नि हैन सिल लाउने हो हामीले सिल भनेको कोठा हो स्यावसिल भनेको बाथरुम जसलाई चाहिँ अर्को शब्दमा मोग्योक सिल पनि भन्छ जसको अर्थ चाहिँ के हो त बाथरुम हो ल ठीक छ अब साम्बनमा जाउँ हाम्रो एन्सर हामीले लगाइसक्यो भनेपछि 2 नम्बर भयो स्यावरल हागो 있습니다 अथवा मोग्योल हागो 있습니다 हो नि त है स्यावरल 합니다 3번. 청소를 합니다. 청소를 합니다. 오케이 청소를 합니다 भन्दैछ सरसफाइ गर्दैछ अरे 청소하다 청소하다 भनेको सरसफाइ गर्नु सरसफाइ गर्नु अब यहीँबाट फेरि अर्को भ्याकुमलाई के भन्छ त छङ्सो भनेको सरसफाइ गर्नु हो त्यसपछि गी भनेको खिगे भनेपछि के हो त भ्याकुम हो नि भ्याकुम भ्याकुम क्लिनर हैन भ्याकुम क्लिनरलाई के भन्छ छङ्सो के भन्छ सरसफाइ गरिरहेको छ अरे 4번. 설거지를 합니다. 설거지를 합니다. 설거지를 합니다 भनेको छ 설거지를 합니다 भनेको भाँडा माझ्दै छ अरे 설거지를 하다 भनेको भाँडा माझ्नु हो नि त हैन भाँडा माझिरहेको छ अरे ल हाम्रो एन्सर पनि लगाइसक्यो भनेपछि हामी 28 अनि 29 मा जान्छौँ ओके अलमनी सेङसिनी भनेको छ अमनी भनेको आमाको चाहिँ अमनीलाई अम्मा पनि भन्छ अम्मा हैन अनि आबजीलाई आप्पा पनि भन्छ है त भनेपछि अमनी सेङसिनी भनेको छ सेङिल भनेको र सेङसिन भनेको एउटै हो सेङिलको नोफिमाल चाहिँ के हो त सेङसिन हो जसले चाहिँ के छ जन्मदिन भनेको बर्थडे मेदल भनेको छ कति महिना मेसिर इम्निका भनेको कति महिना कति गते हो भनेको छ है मेसिल भनेको गते मेदल मेसिर इम्निका कति महिना कति गते हो भनेर सोध्दैछ अब यहाँनिर हेरौँ यहाँनिर दिएको छ त्यस सुन्ने हो हामीले यसरी सुनौँ है त 28번. 어머니 생신이 몇 월 며칠입니까? 어머니 생신이 몇 월 며칠입니까? 1번 1월 3일입니다. 1월 3일입니다 भनेको छ 1 महिनाको 3 गते हो भन्दैछ यो 1 महिनाको 30 गतेको छ त्यसैले यो मिलेन 1월 3일입니다. 2번 1월 30일입니다. ल 1월 30일입니다 भनेको छ 1 महिनाको जनवरीको 30 तारिक हो भनेको छ भनेपछि जनवरीको 30 तारिक 1 महिनाको 30 तारिक भनेको छ भनेपछि मिलिसक्यो हैन त 1월 30일입니다. 3번 2월 3일입니다. 2월 भनेको चाहिँ 2월 भनेको फेब्रुअरीको 3 तारिक हो अरे 3 गते हो भन्दैछ 2월 3일입니다. 4번 3월 10일입니다. 3월 10일입니다 भनेको छ 3 महिनाको चाहिँ 10 गते हो भन्दैछ हैन भनेपछि त्यो पनि मिलेन 3 महिना अनि 10 गते भनेको छ हैन मिल्यो त मिलेन 1 महिनाको 30 गते 2 मै भेटिसक्यो त्यसपछि अब 29 मा जाउँ त मोदु अलमा हिम्निकाले जम्मा कति हो हैन 3월 10일입니다. 29번. 모두 얼마입니까? 모두 얼마입니까? 1번 2,000원입니다. 2000원 2,000원입니다.
2,000원입니다 भनेको छ 1000 भनेको 1000 हो 1000 1000 2,000 भन्ने बित्तिकै के हो त 2000 हैन ल 2000 वन हो रे भनेपछि जम्मा कति भन्दा 2000 वन भेटिसक्यो हामीले 2000 वन हो हैन कहाँ सरी 1 मा 2번 5,000원입니다. 5,000원 5000 래 5,000원입니다. 3번 1,300원입니다. 1,300원입니다. 1300 रे 1300원입니다 4번 1,500원입니다. 1500원 है 1,500원입니다. 1500 यहाँनिर उयु भनेको छ उयु भनेको के हो त मिल्क दुध हो हैन दुधको अब यो प्याकेट छ नि हो यसलाई गन्दाखेरि चाहिँ केमा गनिन्छ त गेमा गनिन्छ ल गन्दाखेरि चाहिँ गेमा गनिन्छ ग्लासहरुमा भएछ जानुहुन्थ्यो हैन तर यसमा चाहिँ के हो त यो भनेको चाहिँ प्याकेटमा छ यस्तो डब्बामा छ यस्तो डब्बामा आयो भने कतिवटा छ भनेर सोध्यो भने तपाईले थुके भन्नुपर्छ है त ल भनेपछि हामी अब 30 तिर प्रवेश गर्दैछौं 30 मा जाउँ ल 30 देखिको 33 मा के छ त सामसिप बुथ सामसिप साम बनकाजी छिल्मनुल थुजको प्रश्न सुनेर त्यसपछि हालमा जुन थेदाबुल भनेको छ एकदमै मिल्ने के रे जवाफ चाहिँ खोरसिप्सियो छान्नुहोस् भनेको छ अब हामी सामसिप वनमा प्रवेश गरौँ 30번 아버지는 무슨 일을 하세요? 아버지는 무슨 일을 하세요 भनेको छ बुबाले चाहिँ के काम गर्नुहुन्छ भनेर भन्दैछ है अब तपाईको इल हादा भनेको काम गर्नु हो काम गर्नु यसलाई नै चाहिँ हाम्रो सी उसी लाएर इल आ सी दा बनाएको छ अब यसरी सी उसी मा परिवर्तन गरिसकेपछि हामीले बीएसटी प्लस अयो आयो को सट्टामा अयो आएको सट्टामा हामीले सेयो उसेयो प्रयोग गर्नुपर्छ जसको अर्थ चाहिँ नो हुन्छ भन्ने अर्थ हुन्छ नो हुन्छ नो छैन तपाईले बीएसटी प्लस से उसे पनि पढ्नु भएको छ होला त्यसले चाहिँ नोस जनाउँछ आदेश दिँदा प्रयोग गर्ने हो तर यति बेलाको कन्डिसनमा चाहिँ जति बेला चाहिँ यो अब इल हादालाई इर हासिदा बनाएर से उसे बनाउँदाखेरि यसले अर्थ दिने भनेको नो हुन्छ भन्ने पनि जनाउँछ रेस्पेक्ट गर्ने हो त्यसैले यहाँनिर के भन्छ आवाजिनुन मुसिन इरुल हासयो बुबाले चाहिँ के काम गर्नु हुन्छ अब यहाँनिर इर हासिदालाई चाहिँ इल अनि हासयो मुसिन इरुल हासयो भनेर क्वेशन मार्क गरेर के काम गर्नुहुन्छ भन्दैछ है त अब त्यसमा अप्सनमा त्यो भनिसकेपछि हामीले छाल छिनेछयो भनेको चाहिँ राम्ररी छिनेदा भनेको बिताउनु राम्ररी बिताए के काम गर्नुहुन्छ भन्दा राम्ररी बिताए भन्दा मिल्यो त मिलेन नि है भनेपछि यसलाई हामी काट्दियौ इभनमा जाउँ छेगो इल गयो किताब पढ्नुहुन्छ के काम गर्नुहुन्छ भन्दैछ यहाँ किताब पढ्नुहुन्छ भन्दैछ या किताब पढ्छु हैन अब यहाँनिर त्यसै होइसायो थानिसयो कम्पनीमा यो थानिदा भनेको धाउनु ओहोर दोहोर गर्नु भन्ने हुन्छ कम्पनीमा जाने आउने गर्नु चाहिँ कम्पनीमा काम गर्नुहुन्छ भनेको पनि होइसायो थानिदा मिल्छ त्यसलाई नै फेरि अघि भर्खरकै प्याटर्नमा सी उसी जुन चाहिँ अब तपाईको बीएसटी प्लस सी अनि खेर उसी लाएर यसलाई चाहिँ हामीले के बनाउँछ भन्दा उच्च आदरार्थी बनाइन्छ क्रियालाई आदरार्थी बनाउने जुन नियम छ त्यही नियममा लागेर थानी सिधा बनाएर अय आएको ठाउँमा से उसे प्रयोग गरेर थानी सेयो भनेको चाहिँ कम्पनीमा जाने आउने गर्नुहुन्छ के काम गर्नुहुन्छ भने कम्पनीमा काम गर्नुहुन्छ त्यसैले कम्पनीमा जाने आउने गर्नुहुन्छ भन्ने हो एन्सर त्यो मिल्यो थाम जो यो अर्को हप्ता आवाजीका ओसेयो अर्को हप्ता चाहिँ बुबा आउनुहुन्छ ओदालाई ओसिदा बनाएर भनेपछि अब हामी 33 मा जाउँ सामान्य नै छ त्यस्तो गाह्रो छैन है 아버지는
무슨 일을 하세요? फेरि यहाँ आयो 회사에 다니세요. 컴퍼니मा धाउनुहुन्छ. (31번) 투안 씨는 한국의 예능 프로그램을 참 좋아하네요. 투안 씨는 한국의 예능 ल तुहान सिनुन 한국에 भनेको तुहान चाहिँ कोरियाको 프로그램을 참 좋아하네요. कोरियाको यनुङ प्रोग्राम भनेर भनेछ. यनुङ प्रोग्राम मनोरञ्जनात्मक कार्यक्रम चाहिँ छाम छोवाहाने हो भन्दैछ. साँच्चै मन पराउनु हुने रहेछ नि भनेर भनेको छ हैन. अब त्यति बेला चाहिँ अब एन्सर दिनु पर्यो. त्यो भनिसकेपछि थुवानजीले ने छिमे चनायो हजुर रमाइलो हुन्छ नि. अब यहाँ चनायो भनेको छ है. पहिला सुरु तपाईलाई यनुङै लेखिदिउँ है. यनुङ प्रोग्राम है भनेको मनोरञ्जन कार्यक्रम प्रोग्राम कार्यक्रम. ल मनोरञ्जन कार्यक्रम चाहिँ साँच्चै मन पराउनु हुने रहेछ नि भन्दाखेरि ने छेमे चनायो भनेको छ हजुर रमाइलो हुन्छ नि. यसमा चाहिँ के लागेको छ भन्दा व्याकरण व्यष्टि प्लस जानायो छ. यसले चाहिँ दुवैजनालाई थाहा भएको जसरी उसलाई पनि थाहा छ भन्ने हिसाबमा कुरा गर्ने हो. यो चेक जाँच गर्नको लागि भनेपछि यसले चाहिँ हो नि छ नि हो त भन्ने कुराहरू गर्छ क्या. जस्तै के भन्दैछ भने ने छिमी चनायो हजुर रमाइलो हुन्छ नि तिमीलाई नि थाहा छ त त्यही भएर मैले मन पराएको हो भन्ने भावमा गर्ने हो. त्यसैले एन्सर 1 नम्बरमा भेटिसक्यौँ हामीले. ने कन्सर्टहरू मानि फाँसायो हजुर कन्सर्ट चाहिँ धेरै हेरे भन्दैछ. कन्सर्ट अब यहाँ चाहिँ मनोरञ्जन कार्यक्रम भनेर चाहिँ उता कन्सर्टको कुरा गरेको छ. कुरै मिलेन हैन. आनी हो खुरेस नेल फायो. अब यहाँनिर मन पराउनु हुँदो रहेछ भन्दाखेरि त आनी हो भनेपछि मन नपराउने भन्नु भयो हैन. अनि आनी हो अनिखेर तपाईँले आन फायो भन्नु पर्यो होला. तर यहाँ चाहिँ के त खुरेस मेल फायो. त्यसैले प्रत्येक दिन चाहिँ हेर्छु रे. मन पराउने भयो त ने भने भए चाहिँ यहाँनिर पोजिटिभ भएको भए चाहिँ ने खुरेस मेल फायो हजुर. त्यसैले चाहिँ प्रत्येक दिन हेर्छु भने भए चाहिँ फेरि तिनीहरू पनि मिल्न सक्छ. तर अगाडि नै भनिसकेको छ. तर पछि चाहिँ फेरि प्रत्येक दिन हेर्छु भनेर चाहिँ अपोजिट छ. अर्को छ आनियो होइन एनुङ प्रोग्राम हो छोआयो रे. अनि त्यसपछि तपाईँको मनोरञ्जन कार्यक्रम चाहिँ हेर्छु भनेर भनेको छ. भनेपछि हजुर हुनुपर्थ्यो यहाँ पनि आनियो छ. पछाडि चाहिँ फेरि मन पराउँछु भनेको छ है. भनेपछि यो पनि मिलेन. ल भनेपछि अब हामी 32 र 33 तिर जाउँ है त. 32번 오케이. 32. 모니카 씨 고향은 복잡해요? 모니카 씨 고향은 복잡해요 भनेर भनेको छ. मनिजाजीको हैन मोनिका भनेको छ. मोनिकाजीको गाउँ चाहिँ भिडभाड छ भन्दैछ हैन. फोक्चाफादा भनेको भिडभाड हुनु हैन. भिडभाड हुनु अथवा जटिल हुनु या जटिल. भिडभाड छ मोनिकाजीको खोयाङ भन्दाखेरि चाहिँ के जवाफ दिन्छ होला मोनिकाले. ने इङ्गुका छक्को छोयाङ हे हजुर. तपाईँको चाहिँ एकदम के अरे इङ्गु भनेको चाहिँ तपाईँको जनसङ्ख्या क्या पपुलेसन जनसङ्ख्या. हजुर जनसङ्ख्या चाहिँ थोरै भएर छक्ता भनेको थोरै हुनु हो नि त. थोरै भएर छोयङ हो शान्त छ अरे. छोयङ आधा भनेको शान्त हुनु. छोयङ आधा भनेको एकदमै शान्त हुनु. जनसङ्ख्या कम भएर शान्त छ अरे. हेर्नु न त्यहाँ फोक्जा भयो भन्दाखेरि त भिडभाड छ भन्दाखेरि त यहाँ आनियो भन्नु पऱ्यो नि त होइन. तर यहाँ के छ त ने भनेको छ. अनिखेर जनसङ्ख्या कम भएर चाहिँ एकदम शान्त छ भनेको छ. मिलेन कुरै. ने फादाका आज युमेङ हेयो भनेको छ. ल त्यहाँनिर जनसङ्ख्या के अरे भिडभाड छ भनेर सोधिरहेको छ.
हजुर फादागा आज युमेङेयो भनेको छ हजुर समुद्र चाहिँ ज्यादै प्रख्यात छ भनेको छ हेर्नु न है युमेङ हादा भनेको प्रख्यात हुनु त्यसपछि लोकप्रिय छ प्रख्यात छ भनेको आनी हो सौल बोदा हान्छकयो सौल भन्दा चाहिँ के छ शान्त छ भनेपछि यसको चाहिँ के भयो त तपाईको गाउँ चाहिँ एकदमै भिडभाड छ भन्दाखेरि होइन छैन नि सौल भन्दा चाहिँ शान्त छ भन्ने हो हैन भनेपछि सामबान मिलिसक्यो हान्छ घाँदा भनेको पनि के हो त शान्त हुनु हो सावरमा छ आनी हो फोक्चा भाँचीमान होइन भिडभाड भए तापनि खोङ्गीका माल गयो हावा चाहिँ के छ त सफा छ अरे खोङ्गी भनेको हावा हावा अर्को खोङ्गी भनेको कचौरा पनि जनाउँछ कचौरा त्यसै माक्ता भनेको सफा हुनु है माक्ता सफा हुनु ल मिलाएर लेख्नु ल यहाँ तल भएकोले मैले नकाटिकन गर्ने हुँदा यस्तो भएको छ ल अब यहाँ के भने त मोनिकाजीको गाउँ चाहिँ एकदमै भिडभाड छ भन्दाखेरि होइन सौल भन्दा चाहिँ कस्तो छ सौल भन्दा चाहिँ शान्त छ भन्ने हो नि त हान्छ घादा भनेको पनि के हो त शान्त हुनु युमेङ हादा प्रसिद्ध हुनु थोरै यहाँनिर तपाईँहरूलाई मैले बुझाउन चाहेको थिएँ तर यहाँनिर थोरै ठाउँ यस्तो भएन यहाँनिर लेखिदिन्छु ल जस्तै यहाँ के छ भन्दाखेरि युमेङ हादा छ थोरै बुझ्नुपर्ने कुरा भएर मलाई लेख्न मन लाग्यो युमेङ हादा प्रसिद्ध हुनु हैन त्यसपछि अर्को इङ्गी छ हैन इङ्गीका इत्ता भनेको पनि प्रसिद्ध हुनु नै हो प्रसिद्ध हुनु अथवा लोकप्रिय हुनु ल यो दुईटामा थोरै फरक छ ल प्रसिद्ध हुनु नै हो युमेङ आदा पनि र इङ्गीका इत्ता भनेको पनि प्रसिद्ध हुनु नै हो तर यहाँनिर इङ्गीका इत्ता भनेको चाहिँ मानिसहरू प्रसिद्ध हुनु भन्नेमा फोकस गर्छ किन भन्दा यहाँनिर त इन भनेको मान्छे हो इन भनेको व्यक्ति अथवा मानिसलाई जनाउँछ त्यसैले मानिसहरू प्रसिद्ध हुनु लोकप्रिय हुनु चाहिँ इङ्गीका इत्ता हो भने ठाउँहरू लोकप्रिय हुनु भने चाहिँ युमेङ हादा हो ठाउँहरूमा चाहिँ ठाउँ प्रसिद्ध हुनु चाहिँ युमेङ हादा मानिस लोकप्रिय हुनु चाहिँ इङ्गीका इत्ता मानिस लोकप्रिय हुनु यो फरक छ मानिसमा पनि युमेङ हादा लाग्छ तर इङ्गीका इत्ता चाहिँ ठाउँसँग लाग्दैन किनकि ठाउँ प्रसिद्ध हुनु चाहिँ युमेङ हादा हो मानिस प्रसिद्ध हुनु चाहिँ इङ्गीका इत्ता अथवा युमेङ हादा पनि लागेको हुन्छ है त ल थोरै यसको डिफरेन्स मैले भन्दै ल भनेपछि अब यसको हामीले एन्सर पत्ता लगाइसकेपछि चाहिँ हामी कतातिर जाउँ त 33 तिर अगाडि बढौँ है 모니카 씨 고향은 복잡해요? फेरि त्यही सुनौ 33번 박 부장님께 연락하셨지요? 박 부장님께 연락하셨지요 भनेर भनेको छ भनेपछि 박 부장님लाई चाहिँ सम्पर्क गर्नुभयो नि हैन भनेर सोध्दैछ जियो भन्ने कुरामा लागेको छ ने हजुर छाजु 연락 हे जुसेयो हजुर प्राय चाहिँ सम्पर्क गरिदिनुहोस् गर्नुभयो नि है हैन भनेर सोध्दा अझै चाहिँ प्राय सम्पर्क गरिदिनुहोस् भनेर एन्सर दिन मिल्छ त मिल्दैन नि हैन ल भनेपछि अर्को जाउँ ने 연락을 받지 못했어요 गर्नुभयो भन्दा हजुर गरे भने अनि 연락을 받지 못했어요 फोन उठाउन सकिन भन्ने कुरा त भएन होला हैन यहाँ उठाउन नसक्ने उले नसक्ने कुरा भएन आफूले नसक्ने होला केही कारण होला त्यति बेला जनाउनु पर्यो हैन या सम्पर्क पाउन सकिन पो छ त्यहाँ त हैन अझै 연락을 받지 못해서 सम्पर्क पाउन सकिन सम्पर्क गर्नुभयो भन्दा सम्पर्क पाउन सकिन भन्दा त मिलेन ने 전화를 걸 수 없습니다 हजुर फोन डायल गर्न सक्दिन 전화로 걸다 भनेको फोन डायल गर्नु भन्ने हुन्छ ने 전화로 연락 드렸어요 हजुर फोनबाट चाहिँ मैले उहाँलाई सम्पर्क गरेँ भन्ने कुरा यहाँनिर चाहिँ मिलिरहेको छ है त 연락
छुदा भनेको चाहिँ त्यसलाई थुरिदा भनेको रेस्पेक्ट गरेर भन्दाखेरि चाहिँ थुरिदा भनेको चाहिँ एल्लाक थुर्यासय भनेको एल्लाक भनेको सम्पर्क हैन एल्लाक खादा भनेको सम्पर्क गर्नु भन्ने हुन्छ सम्पर्क गर्नु अनि त्यसपछि एल्लाक छ भन्ने भने चाहिँ के हुन्छ त सम्पर्क नम्बर ल र यो यस नो क्वेसन हो क्या यो हजुर भन्ने खालको हो या होइन भन्ने खालको क्वेसन हो यो यस नो क्वेसन यति बेलाको कन्डिसनमा चाहिँ हामीले सुनेर पत्ता लगाउनको लागि एउटा अर्को ट्रिक छ तपाईलाई म यहाँ थोरै लेखिदिन्छु कस्तो भन्दाखेरि तपाईलाई क्वेसन चाहिँ अलिकति ठाउँ नभएर अलिकति गाह्रो भयो थोरै लेख्दिन्छु यहाँ यदि क्वेसन चाहिँ तपाईलाई पोजिटिभमा सोधेको छ भने तपाईले एन्सर दिँदाखेरि ध्यान दिनुपर्ने कुरा छ एकदमै ध्यान दिनु होला तपाईहरुले यस्तो क्वेसनमा चाहिँ के हुन्छ यदि क्वेसन पोजिटिभ छ भने तपाईको एन्सरमा चाहिँ के हुन्छ भने पोजिटिभ पोजिटिभ अथवा नेगेटिभ नेगेटिभ हुनुपर्छ र सम्बन्धित हुनुपर्छ सम्बन्धित नभएको कुरामा चाहिँ फेरि गएर हुँदैन त्यहाँ त चारवटा अप्सन हुन्छ चारवटामा त फेरि पोजिटिभ पोजिटिभ नेगेटिभ नेगेटिभ हुन सक्छ अरु पनि शब्दहरु तर सम्बन्धित हुनु पर्यो र पोजिटिभ पोजिटिभ हुनुपर्छ पोजिटिभ छ भने तपाईलाई सोधेको छ भने अथवा नेगेटिभ नेगेटिभ हुनुपर्छ है जस्तै तपाईले चाहिँ फाक फुजानीलाई सम्पर्क गर्नुभयो भन्दाखेरि हजुर गरे भन्नु पर्यो गरिन भन्नु पर्यो हैन यहाँ अगाडि होइन भन्ने अनिखेर गरिन भन्ने या हजुर गरे भन्नु पर्यो हैन यहाँनिर भन्दैछ अब यहाँनिर के भन्छ तपाईले फाक फुजानीलाई फोन गर्नुभयो भनेर सोध्दाखेरि त पोजिटिभ छ क्वेसन पोजिटिभ भएपछि पोजिटिभ पोजिटिभ अथवा नेगेटिभ नेगेटिभ भनेको छु अब यहाँ पोजिटिभ भन्यो भने ने छाजो एल्लागे जुस्यो भनेको छ अब यहाँनिर सम्पर्क गरिदिनु भने त्यो सम्बन्धित भएन नि त त्यसैले तल ने एल्लागोल फाची मथे छ यहाँ हजुर भनेको छ फेरि सम्पर्क पाउन सकिन भनेको छ नेगेटिभ भयो एक त र सम्बन्धित पनि छैन गर्नुभयो भन्दा सम्पर्क पाउन सकिन भनिरहेछ ने छनारो खल्सो अप्सयो हजुर भनेको छ अनि फोन डायल गर्न सक्दिन भनेको छ फेरि हैन पोजिटिभ नेगेटिभ छ त्यो पनि अलिकति शब्द पनि फरक फरक परिरहेछ ने छनारो एल्लाग तुरेसयो हजुर पनि गरेछ पोजिटिभ र फोनबाट सम्पर्क पनि गरेछ भनेर भनिसकेपछि पोजिटिभ पोजिटिभ भएपछि एन्सर कति हो त यो अनुसार गर्दा पनि हुन्छ यो क्वेसन पोजिटिभ हुँदा त त्यो तर तपाईको यस्तो क्वेसनमा क्वेसन चाहिँ तपाईको नेगेटिभ भएको कन्डिसनमा चाहिँ के गर्ने त भने नेगेटिभबाट सोधेको छ भने तपाईले चाहिँ एन्सरमा पोजिटिभ र पोजिटिभ अगाडि भयो भने पछाडी नेगेटिभ अथवा नेगेटिभ अगाडि भयो भने पछाडी पोजिटिभ यो अनुसारको हुन्छ है यो अलिकति ख्याल गर्नु होला अरु आएको बेलामा म फेरि गरौँला नि सुनौँ फेरि अब 박 부장님께 연락하셨지요? 박 부장님लाई सम्पर्क गर्नुभयो नि हैन भनेर सोध्दैछ हजुर फोनबाट सम्पर्क गरे भन्दैछ हैन ल भनेपछि अब हामी कतिमा जाने त 34 मा जाने है ल सुनौँ त 34 मा के छ 34번 일주일에 며칠 일합니까? 일주일에 भनेको एक हप्तामा मेछिल इराम्निका भनेको चाहिँ कति दिन चाहिँ काम गर्नुहुन्छ भनेर सोध्दैछ भनेपछि एक हप्तामा कति दिन काम गर्नुहुन्छ भन्दा इल्जुइरोन एक हप्ता चाहिँ छिरिरियो 7 दिन हो भनेर भन्न छ हो एक हप्तामा कति दिन काम गर्नुहुन्छ भन्दा एक हप्तामा 7 दिन हुन्छ भनेर त मिल्दैन हैन इल्जुइरे एक हप्तामा भनेपछि कति दिन भनेको छ यहाँ युगिल इरेयो 6 दिन काम गर्छु एन्सरै लागिसक्यो हैन एक हप्तामा कति दिन काम गर्नुहुन्छ भन्दा 6 दिन काम गर्छु ओन्द्रोन ओरियो आज सोमबार हो आछिम आवसी भुत इरेयो बिहानको 9 बजेबाट काम गर्छु रे ल यो नर्मल छ अगाडि बढौँ ल है त 일주일에 며칠 일합니까? अब हामी 35 मा जाउँ है 35번 언제 이사할 거예요? 언제 이사할 거예요? रे कहिले बसा सर्नु हुनेछ रे 언제 이사할 거예요? 언제 이사할 거예요? कहिले बसा सर्नु हुनेछ भनेछ इसाहादा भनेको बसा सर्नु है इसाहादा सुहादा र इसाहादा भनेको बसाई सर्नु है कहिले बसा सर्नु हुन्छ भनेर भन्दैछ
बुदोङसाने खाल गयो अरे रियल एस्टेटमा जान्छ बुदोङसान भनेको चाहिँ रियल एस्टेट घर जग्गा खरिद बिक्री केन्द्र घर जग्गा खरिद बिक्री केन्द्र घर जग्गा खरिद बिक्री केन्द्रमा जानेछु भन्ने हो के भन्छ होला छिङ्गो आएको खाची साल गयो साथीसँग सँगै बस्छु बस्नेछु रे थाम जुए इसा हाल गयो अर्को हप्ता बसाइ सर्नेछु हैन अर्को हप्ता बसाइ सर्नेछु भन्छ नि त कहिले बसाइ सर्ने अनि होइसा खुन्छरो इसा हाल गयो कतातिर अदिरो इसा हाल गयो भनेको छ र हैन अन्जे भनेको छ नि त कहिले भनिसकेपछि त अब अर्को हप्ता होला समय नै जनाउनु पर्यो होला अदि भाव चाहिँ फेरि ठाउँतिर जानु पर्थ्यो खुन्छ भनेको चाहिँ नजिक नजिक है जसलाई के पनि भन्छ इनगुन छुब्यान हैन अनि त्यसपछि छुई सबै के हो त नजिक वरिपरि नजिक अथवा वरिपरि भन्ने जनाउँछ ल कम्पनी नजिक चाहिँ बसाइ सर्नेछु है ल एन्सर हाम्रो पत्ता लागिसक्यो एन्सर कति त थाम चाहिँ हिसाब गयो ल भनेपछि हामी 36 र 37 मा जाउँ बिदा नगरिकन ओके यो पनि एकचोटि फेरि सुनौ हानाए यागिरको भनेको छ भने चाहिँ एउटा कुरा सुनेर थुके भनेको दुईटाको छिलमुने थापा सिप्सियो हैन दुईटा प्रश्नको चाहिँ जवाफ दिनुहोस् र एउटा तपाईको प्रश्न सुन्ने एउटा कुरा सुन्ने र दुईवटा प्रश्नको चाहिँ जवाफ दिने भन्दैछ ठीक छ थामल थुतको थाम नेउगा खानगेन खसो खोरिसिप्सियो भनेको छ ल यो हानाए यागिल थुतको भनेर यहाँनिर अलिकति यो मिस्टेक आएछ ल यसलाई काट्दिउँ यो अर्को यहाँनिर सरेर आएको छ भनेपछि थामल थुतको तलको सुनेर न्युङ्गा खातन खासु खाङ्गे इन्नुन के अरे न्युङ्गा खाङ्गे इन्नुन खोरिमु खोरिसेप्सी भनेर चाहिँ यो एउटै सुन्ने ल यसमा चाहिँ मिस्टेकले त्यो आएको छ हेडलाइन त्यो होइन 36번 컴퓨터 교육은 언제까지 해요? 컴퓨터 교육은 언제까지 해요 भने कम्प्युटरको कक्षा चाहिँ कहिलेसम्म हुन्छ अरे है सुनौ अब कहिलेसम्म हुन्छ 11월 20일까지 해요. ल 21 गतेको कहिलेसम्म गर्छ भनेर भनेको छ 21 गते थाहा छ 11 महिनाको चाहिँ 20 गतेसम्म गर्छ भनेको छ है त यहाँ हेर्नु त सुन्नु फेरि 컴퓨터 교육은 언제까지 해요? ल कहिलेसम्म गर्ने 11월 20일까지 해요. 11 महिनाको भनेपछि नोभेम्बरको चाहिँ 20 गतेसम्म गर्छ भनेपछि 2 मा छ 11 महिना 20 गते 12 महिना 20 गते 12 महिनाको 1 11 महिनाको 1 भनेपछि इसिबिलका भनेपछि हामी अगाडि बढ्दा हुन्छ होला है ल ओके ल 37 को सुनौँ ल 37번 작업장 청소 좀 해야겠어요. 작업장 청소 좀 해야겠어요 रे भनेको छ कार्यस्थलको सरसफाइ चाहिँ यसो गर्नुपर्ने भयो भनेर भनेको छ गर्नु पर्ला भनेर भनेको छ है भनेपछि छाकपचाङ भनेर भनेको छ छाकपचाङ भनेको चाहिँ के हो त भन्दा छिकचाङ हो नि छिकचाङ भनेको कार्यस्थल छौसो भनेको सरसफाइ छोम भनेको यसो हेयागेसयो बिएसटी प्लस अया आया अनि गेसयो भयो भने चाहिँ यसले दिने चाहिँ नु पर्ला खाया गेसयो जान्नु पर्ला छौसो या गेसयो सरसफाइ गर्नु पर्ला मगाया गेसयो खानु पर्ला भन्ने हो भनेपछि के त कार्यस्थलको चाहिँ सरसफाइ चाहिँ यसो गर्नु पर्ला भन्दैछ त्यसपछि सुनौँ के भन्छ 그럼 저는 바닥을 닦을게요. 그럼 저는 바닥을 닦을게요. त्यसो भए म चाहिँ भुइँ चाहिँ पुस्नेछु भन्दैछ हैन थाक्ता भनेको के हो त पुस्नु हो नि
त्यसो भए म चाहिँ भुइँ पुस्छु भनिसकेको छ। अब चित्रमा हेर्नु त भुइँ पुसेको कहाँ छ? हो यहाँनिर त छोङ्गीहरू राखेको छ, कागज होइन, फुल्ली घाममा राखिरहेछ। त्यसपछि के त मुनुल के गर्दैछ? यलको इस्मिँदा रहेछ। त्यसपछि यो चाहिँ के त बाक्साहरू चाहिँ नक्को इस्मा थुपाइरहेको रहेछ। भनेपछि अब यहाँनिर म चाहिँ सरसफाइ गर्नेछु, भुइँ पुस्नेछु भनेपछि 1 नम्बर है। फेरि सुन्नु, 작업장 청소 좀 해야겠어요. 그럼 저는 바닥을 닦을게요. 바닥 भनेको के हो त? भुइँ होइन। ल भनेपछि हामी अब 38 तिर जाउँ। 38 र 39 38번. ल 38번मा छ। यहाँनिरको कुरा चाहिँ अघि त्यहाँ गएको थियो नि त, थाम इयागिरो छुटको आल्माजोन थेदाबुल कोरिसिप्सियो भनेको छ। त्यसपछि 38 मा के छ त भन्दा हाङ्गुक यनेइने थे मान्न नियम मुसिमनिका भनेको छ। कोरियाको कलाकार, यनेइन भनेको चाहिँ कलाकार, कलाकारको बारेमा चाहिँ मान्नन नियमल भनेको मिल्ने विषयवस्तु मुसिमनिका के हो पहिला सुन्ने, त्यसपछि है। 한국의 가수와 배우들은 한국의 가수와 배우들은 भनेर भनेको छ। कोरियाको खासु भनेको गायक, फेउ भनेको कलाकार, 최근 외국에서 직접 활동하는 일이 많아졌습니다. अहिलेको वर्तमान समयमा चाहिँ आफैले तपाईको प्रोग्रामहरू गर्ने कुराहरू चाहिँ वृद्धि भइरहेको छ भनेर भनेको छ। छैगन भनेको चाहिँ रिसेन्टली भनेको हालसालै, शिक्षक भनेको स्वयं आफैले, वाल्तुङ आधा भनेको क्रियाकलाप गर्नु हो। अब यहाँ चाहिँ वाल्तुङ आधा भनेको चाहिँ प्रोग्राम गर्नु, कार्यक्रम गर्नु क्या होइन। क्रियाकलाप भनेको कार्यक्रम गर्ने वृद्धि भइरहेको छ क्रियाकलाप। 일본과 중국에서 일본과 중국에서 भनेको छ। जापान र चाइनामा भनेको इल्बोन भनेको के हो त? जापान, जापान, 중국 भनेको चाइना, चाइना भनेको चीन होइन। जापान र चीनमा चाहिँ आइडल भन्दैछ, आइडल। 아이돌 가수들이 활동하고 있고 ल भनेपछि आइडलको चाहिँ जुन तपाईको केपअप आइडलहरू छ होइन, उनीहरू तिनीहरू चाहिँ के त? तिनीहरू गायकहरू चाहिँ त्यहाँ क्रियाकलाप गरिरहेको छ र 배우들은 중국 드라마와 영화에 많이 나옵니다. ल भनेपछि कलाकारहरू चाहिँ फिल्म र ड्रामाहरूमा चाहिँ धेरै आइरहेको छ भन्दैछ होइन। 할리우드 영화에 직접 출연하는 배우도 많아지고 있습니다. ल भनेपछि तपाईको हालिले गर्दा चाहिँ बाहिरतिर निस्किने कलाकारहरू पनि वृद्धि भइरहेको छ भन्दैछ। भनिसकेपछि अब यसको एन्सर चाहिँ के हो त? 한국의 कोरियाको खासुदुरनको गायकहरू चाहिँ इल्बोनेस वाल्तुङ आमिदा जापानमा चाहिँ कार्यक्रमहरू गर्छन्, गर्ने हो नि। जापानमा पनि गर्ने हो, चाइनामा पनि गर्ने हो होइन। एकमै भेटिसक्यो एन्सर। हाङ्गुक यनेइन भनेको छ कोरियाको कलाकार चाहिँ, हेवे भनेको छ विदेशमा, हे भनेको एउटा के हो त? समुद्र हो। समुद्र वे भनेको बाहिर, समुद्र पारीको देश भनेर हामीले गर्छौँ नि होइन। त्यो के हो त? हे भनेको समुद्र, समुद्र हो, वर्ष हो, सूर्य हो, अर्थ त यत्रो हुन्छ। तर यति बेला हे समुद्रको भने त वे भनेको बाहिर हो, बाहिर। अब दुईटा मिल्दा हे वे भनेको समुद्र पारीको देश, समुद्र बाहिरको देश भन्ने बित्तिकै के हो त? हे वे भन्ने बित्तिकै
विदेश भन्ने जनाउँछ है त विदेश ल विदेशमा छिन्चुलाजी अनासमिदा भनेर भनेको छ त्यहाँ चाहिँ उनीहरू चाहिँ कार्यक्रमहरू गर्दैनन् त्यहाँनिर तिनीहरू चाहिँ के अरे निस्कँदैनन् भन्ने कुरा गरेको छ त्यसको लागि उनीहरू प्रस्थान गर्दैनन् त प्रस्थान गर्छन् नि त होइन त्यसपछि मिलेन हाङगुक योने इन्दुरी भनेको छ कोरियाको कलाकारहरूको ह्योन्जी भनेको छ छिन्चुरुल अप्समिदा भनेर भनेको छ ह्योन्जी भनेको स्थानीय है ह्योन्जी भनेको स्थानीय उनीहरूको स्थानीयमा चाहिँ उनीहरू चाहिँ त्यहाँ अग्रसर छैन यो छिन्चुल हान्दा भनेको निस्कनु अगाडि बढ्नु अग्रसर हुनु भन्ने हुन्छ छिन्चुल भनेको निस्कनु अथवा अगाडि बढ्नु भनेको छ क्या यो अगाडि बढ्नु छुल भनेको त्यो निस्किने हो नि त होइन यो अगाडि बढ्ने या अग्रसर छैन भन्ने कुरा भनेर भनेको छ तिनीहरूको स्थानीयमा चाहिँ उनीहरू अग्रसर छैन त त्यहाँनिर छ नि उनीहरू त्यहाँ अग्रसर भएर पनि विदेशतिर गइसक्यो भनेपछि त्यो पनि मिलेन हाङगुक फ्योदोरन भनेको कोरियन कलाकारहरू चाहिँ छुङ्गुकेस चाइनामा वाल्दुङ हाजियान सुम्निदा भनेर भनेको छ चाइनामा चाहिँ उनीहरू आफ्नो प्रोग्रामहरू कार्यक्रमहरू गर्दैनन् मजाले गर्छन् होइन भनेपछि एन्सर कति 1 नम्बर फेरि एकचोटि सुनौँ 한국의 가수와 배우들은 최근 외국에서 직접 활동하는 일이 많아졌습니다. 일본과 중국에서 아이돌 가수들이 활동하고 있고 배우들은 중국 드라마와 영화에 많이 나옵니다. 할리우드 영화에 직접 출연하는 배우도 많아지고 있습니다. ओके भनेपछि हामी अब 39मा जाउँ ल 39मा के छ भन्दा थु सारा मुन दुईजना मानिस चाहिँ छिगो मैले महसुल हाल कम्पनीका के गर्ने छ अब चाहिँ के गर्ने छ भनेर चाहिँ हैन त हेरौँ 건설들의 갈 것입니다. 쇼핑을 할 것입니다. 텔레비전을 볼 것입니다. 영화를 보러 갈 것입니다. भनेर रहेछ ओके सुनौँ 삼십구 번 투안 씨, 이제 곧 제가 좋아하는 음악 프로그램이 시작되는데 तुवान्सी अहिले चाहिँ मैले मन पराउने एकदमै कोरियाको ड्रामा चाहिँ सुरु हुँदैछ भन्ने कुरा गरे रहेछ 같이 볼래요? सँगै हेर्ने हो भन्दै रहेछ हैन 네, 좋아요. हजुर हुन्छ भन्दै 투안 씨도 한국 노래를 좋아해요? ल भनेपछि तुवान्जी पनि कोरियन गीत मन पराउनुहुन्छ भनेर भन्दै रहेछ हैन 그럼요. अवश्य 한국 노래를 자주 들어요. कोरियन गीत चाहिँ प्राय सुन्छु भन्दैछ 그럼 우리 토요일에 같이 콘서트 보러 갈래요? त्यसो भए हामी चाहिँ शनिबार सँगै चाहिँ कन्सर्ट हेर्न जाने हो भन्दै रहेछ है त 좋아요. 저도 콘서트에 가보고 싶었어요. राम्रो हुन्छ म पनि चाहिँ कन्सर्टमा गइ हेर्न चाहन्छु भन्दै रहेछ 투안 씨, 이제 곧 제가 좋아하는 음악 프로그램이 시작되는데 같이 볼래요? 네, 좋아요. 투안 씨도 한국 노래를 좋아해요? 그럼요. 한국 노래를 자주 들어요. 그럼 우리 토요일에 같이 콘서트 보러 갈래요? 좋아요. 저도 콘서트에 가보고 싶었어요. ओके भनेछ अहिले चाहिँ के गर्ने छ भनेको है कन्सर्ट खाल कसिमिदा कन्सर्टमा जाने छ अहिले जाने भनेको छ कि शनिबार भनेको छ शनिबार भनेको छ नि त्यसैले अहिले जाँदैन शपिङको हाल कसिमिदा शपिङको त कुरै गरेको छैन शपिङ त जाने कुरै भएन कन्सर्टको कुरा गरेको छ हैन टेलिभिजनल फोल कसिमिदा टिभी हेर्ने छ हो नि किन भन्दा उनलाई चाहिँ कोरियन चाहिँ गीत मन पर्यो त्यो प्रोग्राम आउँदैछ त्यो प्रोग्राम हेर्न जाँदैछ केटी हेर्ने सँगै हेरौँ भन्दाखेरि हुन्छ भन्दैछ उसलाई पनि मनपर्छ भन्दैछ हैन एमआरएल फोर खाल कसिमिदा फिल्म हेर्न जानेछ फिल्म हेर्न
होइन टेलिभिजन हो फुल कस्ट्युम टिभीमा चाहिँ आउँदै गरेको प्रोग्राम होइन त यङमा भनेको के हो त फिल्म ल भनेपछि 71 मा जाउँ त ल अब अन्तिममा पनि आयौँ हामी के भन्छ थुरो न्यौगा खातन गसु खोरिसिप्सी भनेको छ सुनौ 40번 이사 도와줘서 고마워요. 이사 도와줘서 고마워요. बसाइसरामाइले तपाईले सहयोग गरिदिनु भयो धन्यवाद रे. 비도 오는데 많이 힘들었죠? 비도 오는데 많이 힘들었지요 भन्दैछ. पानी पनि परिरहेको थियो गाह्रो भयो नि हैन भन्दैछ हैन. 머려. मर्यो भनेको चाहिँ के भने यस्तो भन्ने कुरा गर्छौं नि हामी पनि त्यस्तै चाहिँ मर्यो के भने यस्तो. 짐이 많지 않아서 괜찮았어요. 짐이 많지 않아서 괜찮았어요 भन्दैछ. 짐 भनेको चाहिँ लगेज क्या. 짐 भनेको लगेज अथवा भारी जुन बसाइ सर्दाखेरि त्यो लगेजहरु सबै लाग्छ नि तपाईलाई त्यसलाई के भन्छ त भन्दा इसा छिम भनेको हो. इसा छिम भनेको बसाइ सराईको सामान. बसाइ सराईको सामानलाई चाहिँ छिम भन्छ हैन. सामान लगेज हो इसा छिम भन्छ यसलाई त. धेरै नभएर ठिकै छ भन्दैछ. 집이 좋네요. 집이 좋네요 रे. हो घर त राम्रो रहेछ नि भन्दैछ. नेयो भनेको चाहिँ आश्चर्य व्यक्त गर्दाखेरि उलाई थाहा थिएन तर घर गएर हेर्दाखेरि त घर राम्रो रहेछ हैन. 네. 지난번 집보다 넓어서 좋아요. 네. 지난번 집보다 भनेछ 넓어서 좋네요 भनेछ. पहिला पटकको घर भन्दा चाहिँ फराकिलो भएर नल्ता भनेको फराकिलो हुनु हैन. फराकिलो भएर राम्रो छ नि भन्दैछ हैन. नल्ता के भन्छ छोप्ता हैन साँगुरो. अपोजिट मिनिङ. 지하철역도 바로 앞에 있고요. ल 지하철역도 바로 앞에 있고요 भन्दैछ. भनेपछि सबै स्टेसन पनि सबै ट्रेन स्टेसन पनि नजिकै रहेछ नि भन्दैछ हैन. ओके यति रहेछ. 여자의 집은 지하철역에서 멉니다. केटीको घर चाहिँ सबै ट्रेन स्टेसनबाट चाहिँ नजिक टाढा छ भने चाहिँ यहाँनिर 5 मिनेट लाग्छ नजिक छ भन्दैछ हैन. नजिक छ भने चाहिँ यो मिलेन. 여자는 केटी चाहिँ 더 넓은 집으로 이사했습니다. अझ चाहिँ फराकिलो घरतिर चाहिँ बसाइ सर्यो भनेको छ. हो त फराकिलो छ. 남자는 여자의 짐이 많아서 힘들었어요. केटा चाहिँ केटीको तपाईको लगेजहरु चाहिँ धेरै भएर उलाई चाहिँ गाह्रो भयो. गाह्रो भयो त लगेजहरु धेरै छैन त्यसैले ठिकै छ भन्दै थियो. 남자는 비가 와서 이사를 도와주지 못했습니다 भनेपछि केटाले चाहिँ पानी परेर बसाइ सराईमा चाहिँ सहयोग गर्न सकेन भन्दैछ. सहयोग गरेर लगिनै सक्यो हैन. लग्दाखेरि चाहिँ थोरै पानी भएर गाह्रो भयो नि भन्दै र केटीले कुरा गर्दै थियो. फेरि सुनौं न त एकचोटी. 이사 도와줘서 고마워요. 비도 오는데 많이 힘들었죠? 머려. 짐이 많지 않아서 괜찮았어요. 집이 좋네요. 네. 지난번 집보다 넓어서 좋아요. 지하철역도 바로 앞에 있고요. ओके ल सक्यो भनेपछि हामी फेरि अर्को भिडियोमा भेट्ने नै छौं. आजलाई यति नै. फेरि अर्को भिडियो लिएर उपस्थित हुने नै छु. आजलाई यति नै. राम्रोसँग बस्नु होला, आफ्नो ख्याल गर्नु होला र आफ्नो पढाइलाई एकदमै निरन्तरता दिनु होला भन्दै आजलाई छुट्टिए. हस्त नमस्ते.